दिदी अनि तपाईँ टन्नै भारी बोक्नु भएको थियो त अहिले केले खोइ रित्ता छ त कहाँ बेच्नु भयो अब होइन तपाईँको पछि पछि आएको थिएँ म बच्चा लिन्छु आएको हुँ म चाहिँ तर मेरो पनि छ म खेती गर्छु म पनि खेती गर्छु मेरो त रामे छ पो अहिले यहीँ छ अहिले यहाँ छ उयोलाई लिनु आएको म खोइ ल हल्लो गरे खोइ हो ए कहाँ बस्नुहुन्छ मामे यहाँ मुनि ए टाढो पो रहेछ नि मम्मी त यो मनारा पुलबारी ए टाढो रहेछ नि यो मनारा पुलबारी पनि छ है मेरो चाहिँ यो मनारा पुल छैन त्यहाँ पनि छ मेरो फेरि मैले चाहिँ त्यहाँ खोलाले दुखादियो भने यता ल्याएको छु मेरो उयो हो मम्मी यता देख्दैन ऊ त्यो माथि ऊ देख्नु भयो त्यहाँ बनाउ के अरे त्यहाँ कमाएको छ होइन घर त्यो मेरो यतै आएको पनि छ घर हजुर हजुर तपाईँहरू जस्तो आमाले जन्मादिएको छोराले कमाएको राम्रो होइन र अनि म त मम्मीले कहाँ के गर्दो रहेछ भनेर चाहिँ हिँडेँ तपाईँलाई पछि गरेको चाहिँ मैले उहाँ विभूति पाठशालामा उयोलाई लिनु गएँ उयोलाई अनि मम्मीले के गर्दो रहेछ भनेको तपाईँको कन्ट्याक्ट रहेछ हो ओहो ल मम्मी अब यहाँ चाहिँ हाम्रो गोकर्णेश्वर बसबार यही भइगयो हामी यहाँबाट क्रस गर्छौँ हाम्रो घर त्यही भइगयो पारी पनि छ हामी खेती त गर्छौँ सुतेर बसेर खाएर भएन होइन मामी ओ भाइ तिम्रो नाम के हो पुरा प्रश्न नाम भन्नु पर्यो नत्र ठोकिदिन्छ यता फर्केर भन न यार ब्रिटेन लिनु छ लिम्बू हाम्रो बसबारे यता हो नि अब त्यो भन्दा यो बाँसको झाङले छेल्यो होइन हाम्रो घर त्यो भयो अब त्यही भएर मम्मीलाई यो म पछि गरेर गएको थिएँ न मम्मीलाई गाह्रै छ भनेर नि तपाईँ त यु गर्नुभयो यु आउनुभयो गाह्रो भयो नि त जसले पनि हेरिरहेको छ होइन हाम्रो सपिङ यतै हुन्छ यो डाँची बागधारा नै हो हेर्नु गाइज